बिग्दैन यो हामी आफै बनाएर खानुलाई चाहिँ हैन अनि सबैतिर बन्द छ। नमस्ते साथीहरु, म कुमार लामा। आज चाहिँ यहाँ इलाममा पनि अलिकति एकछिन भए पनि घाम लागेको छ हैन, नत्र चाहिँ जतिखेर पनि झिरझिर पानी अनि कुहिरो आएकोले गर्दाखेरि हामी एकदम तनाव भएको थियौँ है। त्यस्तै गरेर अहिले म फेरि यो घर नजिकैको यो चियाबारीमा छु साथीहरु है। अहिले यो जुन चियाको चाहिँ यो टेस्टिङ परीक्षण विधिमा चाहिँ अलिक समस्या आएकोले गर्दा भारतले चाहिँ चियाहरू रोकिरहेको कारणले गर्दाखेरि अस्ति 1 गतेदेखि यो चिया उद्योगहरू पनि सञ्चालनमा रोक लागेको छ अथवा चाहिँ बन्द भएको छ साथीहरु है। त्यसै कारणले गर्दाखेरि अहिले चाहिँ चियाहरू पनि हुर्केको छ। ल हेर्नुहोस् है, यो अब यो चियाको समस्या छ एकातिर, अनि पानी कुहिरो छ हैन। यहाँ हेर्नुहोस् न कस्तो है, अब हामी पनि वाक्क दिक्क भइसकेको छौँ हैन। विभिन्न समस्याहरू अहिले चाहिँ यतिखेर इलाम जिल्ला अलिकति समस्याकै रूपमा देख्न सकिन्छ, बुझ्न सकिन्छ हैन। त्यस्तै खालको समाचारहरू पनि आइरहेको हुन्छ नि त साथीहरु। अहिले यतिखेर चाहिँ बर्खा भएको कारणले गर्दाखेरि यता चाहिँ अब पहाडी इलाका हो हैन, भल पहिरोहरू जाने यस्तो इत्यादि त भइ नै हाल्छ साथीहरु। त्यस्तै गरेर अहिले चाहिँ यतिखेर किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि धेरै मार्कामा परेको देखिन्छ। हेर्नुहोस् न, चिया बिकेको छैन है। यो चिया चाहिँ हेर्नुहोस् त यतिको मात्रै बिक्ने हो क्या खास चाहिँ। अब यहाँ हेर्नुहोस् न, 2 पात 1 सुरो चियाबारीमा भन्छ नि, यहाँ हेर्नु न यति बिक्री चिया हो हैन। अब अहिले चाहिँ यो यत्रो भइसकेको छ है, यत्रो भइसकेको छ। अब यस्तै तरिकाले नबिक्ने हो भने त झन् समस्या पनि हुन सक्ला। अनि त्यतिकै फेरि घरि उक्रिँदैन हैन, सफा हुँदैन, लुगाहरू सुक्दैन यस्तै हैन। अब फेरि म चाहिँ प्रायः अलिक सेतो लुगाहरू लाएर हिँड्ने गर्छु हैन। अनि यस्तो लुगाहरू त बिग्रेर है सबै ड्यामेज भइसकेको छ हैन। अब आज चाहिँ एकछिन अब आएको कुहिरो होइन साथीहरु, म अहिले कुहिरो पनि देखाउँछु है। ल एकैछिनमा अब ढिलो गऱ्यौँ भने यहाँ फेरि पानीको धारा मुस्लो आउनेछ है। ल म अब सबैभन्दा पहिला चाहिँ यो चियाको अलिकति समस्याको बारेमा म विभिन्न ठाउँहरूमा त पुग्न सक्दिनँ, तर यहीँ वरिपरि भएको चियाबारीहरू कस्तो भए होइन भन्ने बारेमा म देखाउन चाहन्छु। अब यो यतिखेरसम्म चाहिँ साथी हो यसरी पोज देखाइ होइन, यसरी पोज देखाइ फोटो खिच्न सकिन्थ्यो। अब केही दिन फेरि अझै बिकेन भने चाहिँ हामी चियाको गाछ मुनि हुनेछौँ क्या। यो चाहिँ सबै रुखै रुख हुनेछ होइन, यस्तो हरियाली हुन्छ होला होइन। त्यसै त यो सबै रुखको बोटै त हो होइन न, यो एउटा रुखको बोटै त हो। यसलाई चाहिँ तल नै काटेर यसलाई चाहिँ यस्तो मुनाहरू टिप्ने गरेको त हो। यसलाई छोडिदिने भने त रुख हुन्छ, हिमाल ठुल्ठुलो रुखहरू त हुन्छ होइन सबै। अनि जङ्गल हुन्छ कि, अनि जङ्गल घारी भित्र हुन्छ है साथीहरू। अहिले माथिबाट हुनुहुन्छ, पछि तलबाट हुनुहुन्छ होला है। ल अब म अहिले ढिलो नगरी तपाईँहरूलाई चाहिँ यो चिया कस्तो रहेको छ, कहीँ कतै चाहिँ टिपेको पनि देखिन्छ, म त्यहाँ पनि पुऱ्याउँदैछु। यहाँ तल चाहिँ टिप्दै हुनुहुँदो रहेछ है उहाँहरूले। कसकोमा लाने हो कि के हो, म उहाँहरूसँग कुरा गर्नेछु ल साथीहरू। म त्यहाँ जाँदैछु। चिया बिग्दैन भन्छ त, अनि के हो, अनि तपाईँहरू त टिपिरहनु भएको छ त? होइन भाइ बिग्दैन यो हामी आफै बनाएर खानुलाई चाहिँ अलिअलि टिपेको। ए यो बनाएर खानुको लागि? हजुर हजुर। ए अनि अब यो साध्य हुन्छ त बनाएर खानु? होइन सबै त साध्य हुँदैन, यति थोरै। ल यहाँ हेर्नुहोस् है, आफू टिप्दै हुनुहुन्छ। अब आफू यसो खानुको लागि हो छाउ होइन खानुको लागि होइन। ल खानुको लागि चाहिँ बनाउँदै हुनुहुँदो रहेछ। अहिले त इलाम जिल्लामा समस्या आयो भन्छ सबैले होइन? हो समस्या आएको छ अहिले, चिया फालाफाल भइरहेछ, बिक्रीबाट छैन, बिजोग छ। हामी किसानहरूको सबै बिजोग, कहीँ बिकेको छैन रे? छैन कहीँ बिकेको छैन। ए भनेपछि त जङ्गल भइसक्यो होला नि? बिजोग भइसक्यो, चियापत्ती खानु बितिसक्यो। आज पनि त तपाईँहरूलाई त अलिकति उग्रेर त होला आउनुभएको? उग्रेर अलिअलि अब टिपी खानुलाई यहाँ। ल टिप्दै गर्नुहोस् ल। हस् हस् हुन्छ। यहाँ त मिसिन चलाइरहेको छ त, फेरि म गएर उहाँसँग कुराकानी गर्नेछु ल। हेलो नमस्ते। होइन अनि सबैतिर बन्द छ, तपाईँको चाहिँ कसरी के हो यो? अहिले हाम्रो चाहिँ मिनी फ्याक्ट्री दिँदैछौँ। अब अलिअलि छ चिया। ए हजुर अब अरू सबै उद्योगहरू चाहिँ बन्द भएको छ, डाक्टर खोलाकोदेखि लिएर होइन, हजुर सिद्धिविनायकदेखि लिएर जति पनि छ अरू प्राइभेट फ्याक्ट्री सबै बन्द छ। यो चाहिँ हामीले यो प्राइभेट फ्याक्ट्रीलाई अलिअलि धेरै नल्याउनु भनेको छ। फेरि मात्रै कम्ती 20-25 किलो ल्याउनु। अब उहाँको त सानो पनि हो होइन। अनि यो खेरो जानु दिनु यस्तो राम्रो पत्ती भनेर हामी चाहिँ यसरी टिपिरहेको छौँ। यो चिया खास कति टिप्नु पर्ने हो र अहिले कस्तो भएको छ देखाइदिनुस् त एउटा टिपेर हातले? यो चाहिँ अब वास्तवमा यो अलिक
तलै टिप्नु पर्ने अब यो चाहिँ लामो लामो आएको छ तर यो यसको चाहिँ अब लामो भइसक्यो यो लामो भएपछि तर हामी दिँदाखेरि उहाँहरूलाई होइन उहाँहरूले यस्तो मान्नुहुन्न अब हामीले चाहिँ यति यो चाहिँ फाल्नुपर्छ फाल्नुपर्छ त्यतिको दिनुपर्छ अहिले अब यसलाई ग्रेडिङ गर्नु बाँकी छ अब यति टिप्यो होइन अब घरमा गएर ग्राइन्डिङ गर्नुहुन्छ यसलाई सबै यो लामो जति पनि छ नि त्यो सबै फाल्नुपर्छ भरसक चाहिँ हामी पनि अब राम्रो दिने हाम्रो होइन एउटा हाम्रो फ्याक्ट्रीलाई पनि राम्रो होस् भन्ने हो राम्रो दिने तर अब यो चिया चाहिँ यस्तै भएर बढिरहेको छ टिप्नु पाइएन अहिले यो किसानहरू मारमा छ नि अब के चाहिँ भन्न चाहनुहुन्छ निकै मारमा परेको हो यो त किसानहरू त धेरैमा धेरै मार परेको छ जस्तै अब हामी पनि होइन मै पनि आफू पनि अब धेरै पीडित हो अब हाम्रो यो चिया त बिकेन फ्याक्ट्रीले अहिले त लिएको छैन अब त्यसमा हाम्रो पेमेन्ट पनि छैन पेमेन्ट अगाडिको पनि छैन चैत वैशाख जेठको पेमेन्ट छैन अहिलेसम्म अब हेर्नुहोस् अब त फ्याक्ट्री चाहिँ यस्तो लाग्यो मलाई अब जसले खोल्दा पनि हुन्छ कि जस्तो पनि लाग्यो कसरी भन्दाखेरि चाहिँ अब त्यो पैसा तेरो चिया लिए अब चिया लिएर बिक्यो भने पैसा दिन्छु नभए त्यतिकै बस भनेर जसले अब नदिने भन्ने जस्तो चाहिँ मैले चाहिँ लाग्यो होइन थोरै उद्योगले पनि मार्नु खोज्दैछ कि क्या हो उद्योगले त यहाँ किसान लिएर अहिलेसम्म पेमेन्ट गर्छ के खानु अब होइन अब घर व्यवहार चलाउनु पर्ने ब्याङ्कहरू पनि छ हाम्रो पनि होइन अब अरू अब स्कुलहरूको खर्च छ अथवा यसो समाजमा पनि धेरै अरू पर्छ नि त पैसाको काम आउँछ नि त त्यसको लागि चाहिँ हामीले अहिले अप्ठ्यारै स्थिति परिरहेको छ अब यो चिया चाहिँ खास कारण के हो भन्दाखेरि पहिला मलाई याद छ हाम्रो पूर्व मेयर ररबहादुर राईज्यूले चाहिँ के भन्नुभएको थियो भने पछि यो चिया बिग्दैन तपाईँले अहिले नै अर्ग्यानिक बनाइहाल्नुहोस् तुरन्त यसलाई सुरु गरिहाल्नुहोस् अर्ग्यानिक बनाउनु भनेर भन्नुभएको थियो अब अहिले चाहिँ यो अर्ग्यानिक नभएकै कारणले हाम्रो चाहिँ यस्तो भएको मेरो चाहिँ यो अर्ग्यानिक हो है तर अर्ग्यानिक भन्दा पनि अब के चाहिँ छ भन्दा यो युरिया मल चाहिँ मैले लगाउँछु अरू चाहिँ मेरो सबै एक थोपा विषय चाहिँ परेको छैन यो चाहिँ मेरो टेस्ट गर्नु लाँदा पनि हुन्छ मल बाहेक युरिया मल बाहेक मैले गाईको मल यहाँ तपाईँ एउटा गाईको मल पनि देखाइदिनु यहाँ तपाईँले स्वास्थ्यमा हानिकारक नहुने खालको होइन त सबै मलहरू पनि तपाईँले अर्ग्यानिक लगाउनु भएको छ गाईको मल पहिला गाईको मल लगाएर यो अहिले त झारले छोपिएको रहेछ अलिकति तपाईँको यो गाईको मल पहिला लगाएर अलिअलि युरिया हालेको हो मैले होइन अब यो हालेकोलाई हालेकै भन्नुपर्छ ल अब जेसुकै भए पनि अब सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ अब सरकारले चाहिँ के गर्नु पर्यो भन्दाखेरि सबभन्दा पहिला फर्स्ट सरकारको धारणा भनौँ न होइन किसानको लागि हो गर्ने नै किसानलाई केही गर्छु भन्ने धारणा सरकारको छ अहिलेको सरकार प्रधानमन्त्री बारेन्द्रज्यूसम्म यो कुरा पुगोस् सरकारले आफै सूर्योदय नगरपालिकाभित्र कमसेकम 5वटा सरकारी फ्याक्ट्री चाहिँ खोल्नुपर्छ पहिला त्यो चाहिँ अनि यहाँ अर्ग्यानिक बनाएर ल्याब टेस्ट लगाएर अब ल्याब टेस्टको त एउटा घर त बनाएको छ तर त्यो भाडामा दिएको छ भन्ने सुनेको छु होइन त्यो कुरा सत्य पनि हो यस्तो यो प्राइभेट फ्याक्ट्रीले हुँदैन किनभने प्राइभेट फ्याक्ट्रीबाट यो केही पनि आम्दानी छैन किसानलाई सरकारकै माध्यमबाट फ्याक्ट्री खोल्नुपर्छ 5वटा अनि यहाँ चाहिँ चियाको लागि चाहिँ के छ भनेदेखि तपाईँले यो सुन्नुहोस् इलाम जिल्लामा चियाको समस्या होइन अरू तपाईँको साकेजुङको अर्ग्यानिक टीहरू जति पनि छ उहरू छ बगानहरू छ अर्ग्यानिक त्यो एकदम चलिरहेको छ गइरहेको छ तिनीहरूको चिया सूर्योदयमा चाहिँ सूर्योदय नगरपालिकामा चाहिँ चियाको समस्या आइरहेको छ है अहिले त्यसले गर्दा हामी सबैले के बनाउँ भन्दाखेरि अर्ग्यानिक बनाऊ राम्रो चिया टिपाउँ गुणस्तर चिया बनाऊ राम्रो दाम दिनु पर्यो हामी टिप्छौँ अहिले हामीले अब पहिला चाहिँ तपाईँको यो यही चिया है हामीले अब मैले भने तपाईँले यो ग्रेडिङ गरेर त्यति फ्याँकेर दिएको चिया चाहिँ 70 रुपियाँ किलो दिएको थियो हामीलाई दिएको थियो 70 किलो रुपियाँ केजी लगभग हामीलाई ठिकै लाग्यो दिएको थियो तर अहिले चाहिँ अब त्यस्तो छैन होइन अब अहिले माहौल पनि बनेन त सबैलाई धन्यवाद छ नजिकबाट हुन्छ यति मात्रै यो के भन्छ कटिङ मात्रै भएको ल साथीहरू ल हेर्नुहोस् त अहिले चाहिँ चिया टिप्नु नपाएपछि कस्तो अब हुर्किँदो रहेछ ल हेर्नुहोस् त साथीहरू यहाँ हेर्नुहोस् त अब यस्तो हुन्छ अब यो चिया छिट्टै टिप्नु पाइएन भने अब यो रुख हुन्छ है अब यो रुख हुन्छ अहिले चाहिँ यतिखेर इलाम जिल्लाका होइन कृषक दाजुभाइ तथा दिदीबहिनीहरू चाहिँ धेरै ठुलो क्षति बिहोर्नु परेको छ होइन उद्योगहरूले पनि अब बिहोर्नु परेकै छ अब होइन उहाँहरूको पनि अब चिया नआइसकेपछि त कसरी चल्ने एकदम अहिले चाहिँ हामी यो इलाम जिल्लावासीहरूले चाहिँ यो चियाबाट जुन करोडौँ उत्पादन हुन्थ्यो त्यो चाहिँ अहिले हाम्रो सबै खेर गएको छ साथीहरू ल हेर्नुहोस् है ल अहिले यतिखेर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले अब यो टिप्नु नपाइसकेपछि त रुखहरूले छेकेको देख्न सक्नुहुन्छ होइन अब हेर्नु न है अब यो टिप्पाइ ढिलो भइसक्यो अब यहाँ सबै झार जङ्गलले अब छेक्ला जस्तो छ अब केही दिनमा जङ्गल होल्ने देखिन्छ है तल साथीहरू ल हेर्नुहोस् है
अहिले चाहिँ यतिखेर यो भारत सरकारले चाहिँ टी टेस्टिङको नाममा हामीलाई धेरै दुःख दिएको छ। यो दुःखले गर्दाखेरि आज हामीले नेपालको कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ भोग्नु परेको अवस्था छ र यो सरकारले पनि छिट्टैभन्दा छिटो पहल गरिदियोस्। उहाँहरूको कुटनीति पहलहरू छिट्टो गरेर समाधान गराएदेखि यहाँको किसान दाजुभाइ तथा दिदीबहिनीहरूले केही दिन समस्या भोगे पनि अन्य दिनहरूमा भोग्नु पर्ने थिएन भन्ने हामीले आशा गरेका छौँ साथीहरू। आजको भिडियो चाहिँ यो उग्रेको बेलामा अनि यो चियाको समस्याको बारेमा यहाँहरू माझ मैले राख्न चाहेँ र आगामी दिनमा यो चियाको समस्या कस्तो खालको हुन्छ भन्ने बारे र आगामी दिनहरूको मौसमको बारेमा पनि जानकारी दिनेछु। र आजको भिडियो कस्तो लाग्यो ल सबैजनाले सब्सक्राइब कमेन्ट लाइक पनि गरिदिनु होला र कुमार लामाको भिडियो आज यहीँ समाप्त गर्न चाहन्छ। हस्त नमस्ते फ्यापुला।